तपाईले त्यत्रो लोन कहिले लिनु भएको भन्नु त? तिमी फेरि घर आउनु बित्तिकै स्टार्ट नआउ न प्लिज। मैले लिएको होइन के। तपाईले नलिगेको भए त्यसरी बीच बाटोमा अरूले बेइज्जत गर्छ? होइन के, तिमीलाई मेरो अलिकति पनि विश्वास लाग्दैन? मैले ल्या होइन भनेपछि त्यति त पत्यो। ए भनेपछि तपाईले मलाई ढाटिरहनु भएको छ? भनेपछि तपाईको बाहिर कुनै चक्कर छ हैन? हेर, मेरो कुरालाई विश्वास गर्दैनौ ठिक छ, तर मलाई यस्तो जथाभावी आरोप लाउने काम चाहिँ नगर तिमी। विश्वास र अविश्वासको कुरा त मैले देखिहालेँ नि। कि मलाई प्रश्न भन्नुस्, हैन भने म घर छोडेर जान्छु। होइन तिमी कसरी भन्ने के तिमीलाई मैले त्यो 3 लाख रुपियाँ मैले मेरो लागि लिएको होइन, मेरो साथीको लागि लिएको थिएँ। तर मेरो साथीलाई मैले लिएर गइदिएको थिएँ अनि जमानी म बसेको थिएँ। अहिले त्यो साथीले न मेरो फोन उठाउँछ, न पैसा दिनुपर्ने मान्छेको फोन उठाउँछ, न ब्याज हालिदिएको छ, न केही गरिदिएको छ। अब मैले कसरी त्यो पैसा तिर्ने ल भन त? न मसँग छ पैसा, मैले लिएको भए पो मैले तिर्ने त। मेरो साथी लिइरहेछ, म त जस्ट जमानी मात्र बसेको हो क्या। हो, यसरी नै सहयोग गर्नुस्, धेरै राम्रो भएछ। हेर, मलाई माफ गरिदेऊ, मैले यस्तो होला भनेर कतै पनि सोचेकै थिएन। मेरो साथीले मलाई यसरी धोका दिएर जाला भनेर पनि मैले सोचेको थिएन। जब एउटा जमानी बस्दाखेरि आज मैले यत्रो पीडा भोग्नु पर्यो। प्लिज तिमी पनि नरिसाइदेऊ, म त सरी भए पनि यो प्रब्लमलाई सल्भ गर्छु। के गर्ने होला, साथी भने त्यस्तो सहयोग गर्यो, आखिरमा आफैलाई। यो लाउनुहोस् त, यहाँ मेरो सुनको 60 र औँठी छ। यो लगेर बेच्नुहोस्, के कति हुन्छ अनि तिर्दिनुहोस्। यो सुनै लगेर बेच्दिनु त अब? हेर, तिम्रो सुन हो यो। हेर्नुहोस्, यो सुन भनेको त के छ र? भोलि पर्सि पैसा होस् फेरि लिउँला नि। सुनभन्दा ठुलो इज्जत हो। हेर, मलाई माफ गरिदेऊ, आइन्दादेखिबाट म एकदम होस पुऱ्याउँछु र यसरी जो पाए त्यही अथवा जता पाए त्यही म कतै पनि यसरी जमानी चाहिँ बस्थेँ।